अर्निङ रिलेटेडको भिडियोजहरू कति बनाइरहेको छन्। यस त्यो हेर्दाखेरि आमामा कति पैसा कमाएको उसले, कति पैसा कमाएको यसले है। अब यस्तै कमाउनु पाए हुन्थ्यो नि। तर उसको पनि तपाईँको उसको ब्याकग्राउन्ड हेर्नु, उसको पनि तपाईँको स्ट्रगल हेर्नुभयो भने उसले पनि त मिहिनेत कम गरे हो। कुनै भिडियो उसले बनाउँदा कति बिग्रियो होला। उसले ट्राई गर्यो लास्टमा चाहिँ सक्सेस हुने हो त्यो जे कुरा पनि। एउटा सिडी तपाईँ एउटा तल ग्राउन्ड फ्लोरमा बस्नुहुन्छ अनि माथि चढ्नको लागि तपाईँ सिडी चढ्नुपर्ने हुन्छ नि। एकैचोटि एक पाइलामा त माथि पुगिन्छ नि होइन। हो त्यो कारणले गर्दा तपाईँ सिडी स्टेप बाई स्टेप जानुपर्ने हुन्छ। हो त्यसरी नै जाने सम्झिनुहोस् होइन। आज एकाउन्ट बनाएर त्यसरी बेकारमा एकाउन्ट बनाएँ मैले, यार गयो मेरो यो पैसा यार भन्नुहुन्छ होला कतिले। त्यस्तै सोच्ने भए मैले एसआरके युनिभर्सिटीमा आउने बित्तिकै मैले 7,000 यानि कि प्रो प्याकेज लिएको आउने बित्तिकै आएको आज हो भने आजै लिएको क्या। बिकज मैले त थाहा भइसकेको थियो, मैले त गर्ने तरिका बुझिसकेको थिएँ। मैले योभन्दा अगाडि डिफ्रेन्ट प्लेटफर्महरूमा काम पनि गरिसकेको छु। अहिले पनि म एउटा मात्र प्लेटफर्ममा काम नगरिकन बस्न एउटा पनि अनलाइनबाट एउटा इन्कम भएन पनि कस्तो लाग्छ कि आजको दिन त नराम्रो हुन्छ क्या, पैसै भएन आज त अनलाइनबाट 1 रुपियाँ पनि कमाएन कस्तो लाग्छ। हो त्यस्तो हुन्छ क्या अचेल हामीलाई। यस हामीलाई मात्र जति पनि अनलाइनबाट इन्कम गर्ने व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई गुड आफ्टरनुन सबैजनालाई। र अहिले बजेको छ 2 बज्न आँटिसकेको छ। तपाईँले हेर्न सक्नुहुन्छ 2 बज्न मात्र थोरै मिनट मात्र छ, 2 मिनट मात्रै। सो अहिलेसम्मको अर्निङ रहेको छ 2200 होइन। आज मेरो अर्निङ रहेको छ 2200 र 7 दिनमा 17,000 रुपियाँ। सो एकचोटि हामीले यसलाई रिफ्रेस गरेर पनि हेर्छौँ। सो हामीले यहाँ रिफ्रेस गरेर पनि हेरिसक्यौँ। रिफ्रेस गरेर पनि 2200 नै अर्निङ छ होइन। सो यो सबै अर्निङहरू तपाईँले हेर्न सक्नुहुन्छ। र यहाँ लिडर बोर्डको सेक्सनमा जान्छु भने अझ पनि म सेकेन्ड नम्बरमै छु है। सो 18,000 अझ जित्न मलाई 2,000 चाहिएको छ। सो यहाँ मन्थली इन्कमको कुरा गर्नुहुन्छ भने देखाइराख्नु पर्दैन जस्तो लाग्छ मलाई, किनकि मर्निङमा पनि तपाईँहरूलाई देखाएकै थिएँ मैले आम द नम्बर 1 भनेर। सो यो अहिलेको अर्निङ होइन। सो तपाईँले हेर्न सक्नुहुन्छ। सो जसलाई पनि अझ पनि एक्सन टेकर हुनुभएको छैन, अझ पनि 3 जना सिट खाली छ जसलाई म पर्सनल मेन्टरसिप प्रोभाइड गर्छु होइन अर्निङ गर्नको लागि। सो अहिलेसम्म पनि एक्सन टेकर हुनुभएको छैन भने यो इट्स टाइम टु टेक एक्सन है। यो राइट टाइम हो तपाईँहरूको लागि भन्छु म चाहिँ। सो यो भिडियो कम्प्लिट गरिसक्यो भनेपछि मलाई टेक्स्ट गर्नु होला। कतिपयको एकाउन्ट एक्टिभ हुन टाइम लागिरहेको छ, उहाँहरूले पनि मलाई मेसेज गर्नु होला। एकछिनमा एक्टिभ हुन्छ सबैजनाको है। 1600 थियो अनि 1600 गर्दाखेरि मैले 1000 रुपियाँ त मेरो थियो, तर 600 रुपियाँ मेरो साथीसँग थियो। अब इन्कम नगरिकन उसलाई कसरी दिने? अब इन्कम गरौँ त भिडियोहरू त्यस्तो उस हुँदैन। सो गिभ अप गरौँ कि के गरौँ त्यस्तो माइन्डमा धेरै आयो। अनि पछि होइन म गर्छु म सक्छु भन्ने आफूलाई मोटिभ गरेँ। अनि त्यसपछि अहिले मैले राम्रो इन्कम जेनेरेट गरिरहेको छु। प्लस यसरी सिकाइ पनि रहेछु।